सम्पूर्ण साथीहरूलाई मेरो नमस्कार। म लोकेन्द्र साई। आज चाहिँ म यो सन्डेको दिनको अवसर पारेर यसो फुर्सदमा यो समुद्रतिर चाहिँ घुम्न आएको छु है। समुद्रतिर घुम्न आएको छु। यताको चाहिँ अचम्मको दृश्य चाहिँ तपाईँलाई देखाउँदैछु। के छ भने एउटा चाहिँ समुद्र, यो समुद्र ठुलो समुद्र छ। यो समुद्रको भित्र पनि चाहिँ यस्तो घर छ के है। घरहरू छन्, धेरै छन् घरहरू। म तपाईँहरूलाई चाहिँ जम्मा देखाउँछु। यसरी चाहिँ मान्छे बसोबास गर्छन् यहाँ। यसरी हेर्नु त यो समुद्रभित्र है त। यो भित्र चाहिँ यसरी चाहिँ मान्छे बसोबास गर्छन्। यो सधैँ यसरी नै बसिरहन्छ नि। यो हेर्नुहोस् यतातिर यस्तो छ। त्यसपछि लगेर यतातिर किन पुरै घरहरू हुन् है। सर्दैनन् फेरि यिनी यतै हुन्छन्। मैले योभन्दा पहिले पनि आएको थिएँ, यतै यही देखिरहेको थिएँ। अहिले पनि यतातिर छ नि। यस्तो छ बसोबास। यहाँको चाहिँ हरियाली दृश्य हेर्नु त, मजाको चाहिँ वरिपरि हरियाली, माथि निलो आकाश, सेतो बादल, अनि तल यो हरियो समुद्र हेर्नु त कति रमाइलो। यता चिल्लो रोड हेर्नु त, अनि यता गाडी मचिराखेका छन्। यता पारितिरको यो दृश्यहरू एकदम रमणीय दृश्यहरू। यो ठाउँमा आयो भने एउटा मन एउटा छुट्टी हुन्छ कि आनन्द मिल्छ मनमा चाहिँ। एकदम रमणीय छ यहाँको वातावरण, सबै कुराहरू तपाईँहरूलाई देखाइसकेँ। फेरि पनि अर्को भिडियोमा पनि देखाउने छु है त। धन्यवाद।